मेरो एयर फ्रायर चाहिँ यहाँ 1 साल बाद निस्किँदैछ गाइज। हस्बेन्डले चाहिँ सफा गरेर राखिदिनु हुँदैछ। आज चाहिँ म यहाँ चिकन तन्दुरी बनाउनुको लागि चाहिँ यहाँ चिकनहरू म्यारिनेट गरेर राख्दैछु। सो हेलो एभ्रिवान, वेलकम ब्याक टु माई पेज। आज चाहिँ यहाँनिर आँसुको बहिनी अन्त अथर्वको चाहिँ फ्रेन्डको मम्मी बाबाहरू आउनु हुँदैछ। त्यसैले चाहिँ म यहाँनिर लन्च बनाउँदैछु। लन्चमा चाहिँ यहाँ छ सुक्खा चिकन बनाउनु जाँदैछु म। यो चाहिँ मेरो स्टाइलको, मेरो मम्मीले सिकाउनु भएको स्टाइलको चिकन हो। एकदमै टेस्टी हुन्छ। यसमा चाहिँ मसला पिस्नु पर्दैन हो। र यता चाहिँ दाल रेडी भइसकेको छ। र सब्जीमा चाहिँ मैले भेन्डी र आलुको सब्जी बनाएँ। र चिकन पनि लगभग रेडी नै भइसक्यो। र यता चाहिँ मैले एयर फ्रायरलाई प्रिहिट गर्नु राखिदिएँ 180 को यसमा 180 सेल्सियसमा चाहिँ 5 मिनटको लागि। र हिट भएर चाहिँ यसरी म्यारिनेट गरेको चिकनलाई यहाँ हालेर म एयर फ्राई गर्नु हालिदिएँ 12 मिनटको लागि 180 डिग्री सेल्सियसमा। र त्यसपछि चिकन चाहिँ रेडी भयो। एकपट्टि यसरी पाकिसकेपछि फेरि फ्लिप गरेर फेरि 12 मिनटको लागि चाहिँ नेक्स्ट टाइम चाहिँ मैले 200 डिग्री सेल्सियसमा राखिदिएको थिएँ। यहाँ चाहिँ अलिकति बेसी पाकेको जस्तो भएछ। र यस्तो छ हेर्नुहोस् है। हामी चाहिँ यहाँ खाँदैछौँ। यी आँसु आगोहरू पनि आउनुभयो। हाम्रो आँसु पनि यहाँ आउनुहुन्छ। र फेरि यहाँ नेक्स्ट ब्याच चिकन तन्दुरी पनि रेडी भइसकेको छ। एकदमै टेस्टी भएको थियो। सबैजनाले टेस्टी भयो भन्नुभयो। र यहाँ चाहिँ हामी चाहिँ लन्च गर्नु पनि बस्यौँ। नानीहरूलाई खानासाना खुवाएर चाहिँ हामी बस्यौँ। र लन्चहरू गरेर एकछिन बातचित गरेर चाहिँ आगो र आँसु चाहिँ फर्किनु भयो। र भाइ पनि आएछ ठिकै। अन्त स्विमिङ पुल जाउँ न भने भाइले। अन्त हामी चाहिँ गयौँ स्विमिङ पुल सबैजना। अथर मेरो छोरालाई चाहिँ यस्तो मनपर्छ कि स्विमिङ पानी भनेपछि यति साह्रो खुसी हुन्छ कि नभन्नुहोस्। हेर्नुहोस् न आगोसँग। र एकछिन स्विमिङहरू गरेर घर फर्क्यौँ। र बेलुका चाहिँ मोमो थियो। मोमो खाँदैछ हामी चाहिँ। कस्तो भएछ भनिदिइहाल। मिठो भएछ एकदम। अलिक पिरो भएछ तर फर्स्ट क्लास। सुप पनि दामी। एकदम सादा सुप। हामी चाहिँ खान्छौँ सादा सुप। So that's all about it. Thank you for watching. Please like and comment.